गोबर गाईको गौत हो गौत बहुत यहाँ चाहिँ पिना र के अरे यो पिना र गौत अनि खोलोको पानी खोलाको पानी त भइहाल्यो त्यो खरानीको झोल बनाएको होइन यो पिना 2 दिन भिजायो यो होइन 2 दिन 24 घन्टा अब यसलाई चाहिँ ट्याक्क लाएर केमा हाल्ने काँक्रोमा हाल्ने पर्समा हाल्ने सबैमा हाल्ने काँक्रो पनि देखाएको काँक्रो खाइ यो बुनुहरू खाइ तिमीहरू खाइ त छेउमा ल्याएर यो काँक्रो फलेको पनि देखाउनु पर्छ भोलि होइन अहिले यतिको भइरहेछ फुल फुल्यो कि फुलेको छैन फुल्न लागिरहेछ वरिपरि हाम्रो मेरो तिम्रोपट्टिको काँक्रोको चाहिँ बुढ्दो सिजन दादा के गरे गाउँभरि छ आज भोलि आज भोलि त यस्तै हो कि हामीलाई पनि सकिहाल्छ त बाँसको लट्ठी बाँसको पछि यो छुन सक्छ सानोलाई अलि हाल्नु हुँदैन अरे सानो मान्छेले हाल्नु भात पाउँदैन नि जस्तै अरे खाँदैन अरे कि सानो अब यो चाहिँ झोल आइन्छ झोल यो झोल दृष्टिमा होइन ट्याक्क ल्याएर यस्तो झोल बन्छ यो गौत मात्रै हेरौँ अब चाहिँ गौत मात्रै गाईको मुत मात्रै यस्तो छ माथिबाट ल्याएर आएको घर होइन मुत मात्रै यो चाहिँ अब के पाइन्छ थाहा छैन हामीलाई त्यो गनाउँछ कि आज त माग होइन अलिक त गनाइहाल्छ नि अब त्यसलाई चाहिँ हाल्ने होइन त्यो फुल फुलिरहेको चाहिँ हामी सबैले हाल्नु पऱ्यो यो कुमारलाई पनि थोरै हाल्नु पऱ्यो कि पानी पनि मिसाउनु पऱ्यो खै पानीको मात्र कम भयो भने आज आकाशबाट पनि पानी पर्न लाग्छ खै त आकाशबाट पनि पानी पर्न लाग्छ सुमनले यो अलिकति यता ल्याउनु पऱ्यो यार सुमन भित्र अलिकति भिडियो पनि बनाउनु पऱ्यो नि यहाँ हाम्रो आदमीहरू त्यो सबैतिर त्यसरी हुँदैन सबैतिर समाउनु पर्छ यसलाई त पक्नु म एक भरि झिक्छु बोक्न सक्नु हुन्छ बिस्तारै चारैतिर त्यसरी भन्दा पनि तलतिर समात्नु हातले टक्क लाएर यसो काँक्राको साइडमा हालिदिनु पऱ्यो त्यो चाहिँ हाम्रो पहिलो एक्सपेरिमेन्ट होइन पहिलो हो हामीले यस्तो त्यति गरेर छैन टक्क लाएर यसलाई पनि पानी धेरै पऱ्यो भने चाहिँ हामीलाई असर गर्छ यसले पानीले पखाल्छ होला होइन पानी परेन भने चाहिँ यसले केही न केही गर्छ हालिदियो मैले अलिअलि तिम्रो मम्मीले अस्ति यसरी नै यसमै हालिदिएको होइन खोर्सानी पनि यत्रो भएछ अब यिनीहरू पनि अलिअलि काम गर्छ जस्तो छ सबलाई हालिदिनु टक्क लाएर हामी चाहिँ गाईको गहुँतलाई 50% जति पानी अनि त्यसपछि के भन्छ ल काँक्रो चाहिँ ठुलो भयो तिनवटा भएको ठाउँमा एकै ठाउँमा तर के हो यसलाई चाहिँ फुल फुल्न लाग्छ सानो सानो फुल पनि फुल्न लाग्छ सबैतिर निस्कि पनि छ कटिङ गर्न पनि बाँकी छ कटिङ चाहिँ यो फर्स्ट टाइम हो आइडिया छैन म भिडियो तपाईँहरूलाई पठाउँछु त्यसपछि जति ठुलो हुँदै जान्छ अपडेट तपाईँहरू सबलाई भिडियोको अपडेट गर्छु यसमा कमेन्ट पनि गर्नुपर्ने हुन्छ तपाईँहरूले कसरी गर्नुपर्ने हो जान्ने साथीहरूले टमाटरलाई पनि हालिदिनु पऱ्यो थोरै बोडी
चाहिँ यो टमाटर पनि खासै केही कटिङ सटिङ गरेन यसलाई त्यत्तिकै यो टनेल नभएपछि टनेल बाहिर फर्स्टचोटि यसलाई थाङ्रा चाहिँ दिन्छौँ हामी अलिअलि अब तर हाम्रो यो आइडिया नभएको हुनाले हामी यसलाई हाल्दैछौँ खोर्सानी के हो मकैलाई पनि मल दिने बेला त भयो सागलाई चाहिँ हामीले नै हाल्छौँ ल ट्याक्कै टमाटर चाहिँ फल्नै लागिसक्यो यो टमाटरलाई यसलाई लाखे अब दिने विचार गर्दैछौँ ढिला चाहिँ भइरहेछ मलहरू त टन्नै हाल्यो अब हामीले लहरे फर्सी यो चाहिँ तलै फल्ने तर यसलाई मल पुगेन कि यो अस्ति त्यो पनि भयो लु त्यहाँ चाहिँ फर्सी फलेछ यत्रो टक्क फर्सी हिजो अस्ति हामीले खायौँ पनि अब उतापट्टि ठुलो ठुलो फर्सीहरू पनि देखाउँछौँ तपाईँहरूलाई टक्क लाएर टक्क हामी सल्याममै पारेर ल फर्सी खेती यसपालि मिक्स गरेर हेर्छौँ यो पालि नेक्स्ट टाइम हामी व्यावसायिक रूपमै केही गर्ने प्लानमा छौँ ल यसलाई चाहिँ टक 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 लाएर कसरी फल्दो रहेछ हेरौँ यसमा धेरै लगानी छैन यो 100-200 रुपियाँको लगानी होला यो टमाटरमा अनि यसपछि मलहरू गर्दाखेरि हामीले मल बिउ गरेर 3-4 हजारको लगानी होला 3-4 हजार त्यो चाहिँ खानालाई तरकारीमा उठ्छ यो अब साथ परिश्रम पनि भयो यो खासै लगानी छैन यो सुरुमा यस्तो पार्ट टाइम अथवा हेर्नलाई पनि यो चाहिँ घिरौलाको बोट तोरङ्गी भन्छ है खोर्सानी यसलाई पनि जे बोडी सोडी पनि बोडीहरूलाई पनि थोरै थोरै सानो सानो घिरौलाहरू अझै यो निस्किरहेको छ धेरै हालेको कता कता गयो यो सानो सानो थोरै थोरै मात्रै हाल्छौँ छेउछेउमा एकचोटि हेर्छौँ सानोलाई पनि हाल्यौँ छेउछेउमा खोर्सानी चाहिँ यसमा नहुँदो रहेछ अलिकति बढेन सानोमै सारेको भएर हो कि खोर्सानी चाहिँ बढेन पटक्कै धेरै भयो खोर्सानी 2 महिना लगभग भयो होला खोर्सानी चाहिँ बढेन अरू चाहिँ पानी परेसँगै बढ्यो मकै त अब ठुलो भइहाल्यो मकै पनि भित्र तोरी पनि त्यसमा तोरी पनि छरेर खायौँ तोरी चाहिँ अब खाँदा खाँदा वाक्क भएर हामीले यसपालि अहिले लगाएको छैन उतापट्टि अर्कोपट्टि चाहिँ छ तोरीहरू बहिनीहरूले लगाउनु भएको छ
कुनै कुनै त ठिक ठिक भन्छ सबलाई हाल्दिन्छ छोरो छोरो त्यो सबै अलिअलि होस् भन्ने हिसाबले हो खास चाहिँ थोरै थोरै मात्रै हाल्ने अहिले यो चाहिँ टक्क पिना यो उसको मात्रै बाँकी रह्यो के भन्छ तपाईँको पिना पिना मात्रै बाँकी रह्यो लास्टमा मकैलाई त हाल्नु परेन होला है त्यति फेरि पिना मात्रै भयो यसो मिसाउनु पर्ने भयो गौत र पानी मिसाउनु पर्ने भयो ल यो पिचमा बाग्लो हो यसलाई पनि हाल्नु पर्यो यो ठुलै भएछ यो राम्रो भएछ मकै पनि राम्रै भयो कुनामा कुनामा त्यति मल थिएन यो कुनामा सबै राम्रो भएछ धेरै बाक्लो भयो यसलाई एक यो बाटो चाहिँ गहुत यो जगमा पानी छ एक जग जति पानी छ यो लगभग होइन एक यहाँ भरि छ यसलाई चाहिँ एक लागेर पानी सुत्दै यो एउटा पानी ल्याउ न मलाई पानी पास गरिदेऊ न पानी पास गरिदेऊ न पानी ल पानी पास गरिदेऊ ल ल यसलाई यहाँ हाल्नु अब त्यो पानी ल पास अब यो पानी अलिक बाक्लो भयो यो लास्टमा बाक्लो पनि गर्नु भएन उतापट्टि पनि पुऱ्याउनु पनि पर्नेछ हामीले फर्स्ट एक्सपिरियन्स कबुतलाई अहिले अलि यति नै गर यसलाई राम्रो खिच्छु म एकदम मजाले राम्रो खिच्छु कि टक्क लाएर यहाँ चाहिँ अहिलेकोमा चाहिँ अलिक गौत बढी भयो गौत बढी छ पिना पनि छ पिना बिचमा टक्क पिना छ सेम स्मेल चाहिँ आउँछ यसमा मान्छे गर्नु भएन लाएर आजको म सबै देखाउँछु उता अझ ठुल्ठुलो फर्सीहरू छ बहिनीहरूको पनि टक्क लाएर अझै म दोहोऱ्याएर हाल्दैछु यिनीहरूलाई अझै दोहोऱ्याएर हाल्दैछु यतापट्टि पनि छुट्यो कि भन्ने लाग्यो बाक्लै छ अझै एकदम बाक्लो छ हालेकोलाई भन्नु बाक्लो भयो कि भन्ने यस्तो बाक्लो छ यो अलिकति उचालो नमिलेर सेतो बाल्टी पहिला सघाउनु पऱ्यो टक्क 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 लाएर ओहो सो त पुगमै गयो यार मर्छ क्या गौत चाहिँ हत्रै हालिदिएँ मैले त्यसलाई पोले पनि पोल्नुसँग के फल्यो फर्सी फल्यो फर्सी फल्यो 5-10 दिनमा खान मिल्ने भयो त हजुर एकछिन छोरो एकछिन अब भित्र के किन आउने त छोरो भित्र आउने के काम छ फर्सी के हाल्नु सिगरेटको रुख त छन त छ त्यो त कता छ अब ए अघि नै हालिसक्यो तिमीहरूले हजुर
अब खोर्सानी त यहाँ फर्सीभित्रतिर पनि म आएछ। चकचक नगर है, चकचक नगर। अब यो खोर्सानीलाई पनि हाल्नुपर्छ पिठमै, वरिपरि हाल्यो भने त्यो अब पिठमै हाल्नु। खोर्सानी ठुलो भएन क्या खोर्सानी, यो खोर्सानी के हो यो लोकल कुखुरा जस्तै भयो। कोही खोर्सानी उत्तानु परेछ है, उत्तानु परेछ। मकै खन्ने बेलामा उत्तानु परेछ कुनै। ऊ पनि आउने भनेर कहाँबाट भन्दैछ। न हो अब भित्र न जो, त्यो बच्चाहरू भित्र आउनु हुँदैन हेर। यो प्रिन्सिपल यो जग लैजाऊ त, लु 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 छोरी लु 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 यो लाने अब तिमी, लु लु यो जग लैजाऊ लु, त्यसलाई बाहिर लैजाऊ। त्यो मकैलाई पनि हाल्नु पऱ्यो क्या, मकै त पहिलो भएछ। यतापट्टि चाहिँ उतापट्टि चाहिँ जुनपट्टि चाहिँ छ जस्तो लाग्यो, त्यतापट्टि चाहिँ पहिलो भएछ। ल पानी पनि एकदम बेसी हाल्यो त्यसमा चाहिँ। यसको टाउको कसले खायो? टाउको त बाहिर गएर पनि काटेर खाइदिएछ केले हो? कुखुराले हो कि मान्छेले खाइदियो? हामी मान्छेहरू माथि ओ यता यसको पनि निस्किन लागेछ। यसको यसलाई खै यसको कति निस्केछ भने यो पिठमा यो सब काट्नुपर्छ भन्छ, एकै ठाउँमा टाउको निस्केछ क्या। यो हामीलाई एउटै वर्षमा 10-15 पिठमै चाहिँ 5-6वटा टाउको निस्किन्छ। ल यो मलै मल छ यहाँ। आज चाहिँ टमाटर फेरि यस्तैमा फल्यो। हेट ल फल धेरै हाँगो पनि आज काट्नु पर्ने थियो, कटिङ पनि। अब यो दिदीलाई ठुलो दिदीलाई सोध्नु पर्ला। ल मल यति धेरै हालेको छ वरिपरि पनि, सबै मल चाहिँ मल छ। त्यो मकै के भयो? यो नाटो अर्को निस्किन्छ बाख्रामा। अब उता हाम्रो तरकारी बारीमा पनि हाल्नु पर्ला जस्तो छ।
यो भिडियो चाहिँ सक्यो अब नेक्स्ट अर्कोमा त